निस्किनु बिस्तारै के गरे यो ढल्या त यो पार्किएको त्यही भने यहाँनिर हालेछ अनि पुरै यो पड्क्यो कि अगाडि सबै मान्छे भित्रै छ बिस्तार बिस्तार गर्नु ड्राइभर पनि भित्रै होला नि सब ड्राइभर त भित्र पुरै सबैले घच्याडौ नि त एकचोटि मिलेर सबैले मिलाएर घच्याडौ न हो बिस्तार हो जुन त्यो गाडीमा आउँछ त्यसमै हालिदिउँ न बरु बिस्तार बिस्तार गर्नु ल आउनु यता एक ठाउँमा साइडमा राखिदिनु साइडमा यो ढोका खुल्दैन यिनीहरू मान्छे हेल्पोसमा लगे पनि हुँदैन हेल्पोसमा लगे पनि हुँदैन हेल्पोसमा लगे पनि हुँदैन यहाँनिर निस्क्यो सबै निस्कियो मान्छेहरू त सबै निस्क्यो होइन त मान्छे त धेरै छैन जस्तो नत्र यहाँ जाउँ न यहाँ हेल्पोस छ कि यहीँ तल यहीँ हेल्पोसमा लगे पनि हुन्छ कि उता निस्कियो समाल्नु अर्कोले पनि समाल्नु अरू नि समाल्नु यताबाट यहीँबाट तलबाट छिराउनु है पछाडि हुँदैन फोहोर छ अनि यहीँसम्म मात्रै हो कि सबैले 4-5जनाले उचाल्ने लिएर जाउँ नि त गाडीमा भन्दा चाहिँ मान्छे छिटो हुन्छ यहाँ हो अनि यस्तो गाडी छिराउनु पर्छ अनि गाडीमा सबै निकाल्न त गाडी ब्ल्याङ गर्ने थियो मैले त आवाज नै फिक्स गाडी बल्यो भनेर आएको खोइ कसरी बल्यो पछाडि नै सजिलो हुन्छ जस्तो त बरु पछाडि नै सजिलो हुन्छ सबै निस्कियो मान्छेहरू एकजनाले त अलि गाह्रै होला हेल्पोस लगिसक्यो सबै कस्तो डेन्जर है पत्तै खुसिन्दाले हाने रहेछ यार
भाँचेर के यो भाँचेर यो ड्याममै भाँचेर के त्यत्रो ठोकेपछि अनि भाँदैन त भाँचेको रहेछ के त्यो कुन भाग्यले अड्याएर चलाएर हिँडेर रहेछ के टायर पड्केर आएको ठोकेपछि भाँच्यो हो ठोकेपछि भाँच्यो नि कहाँ भाँचिन्छ त्यति बेला टायर पड्क्यो के अगाडि टायर पड्केपछि